ओके के छ गाइस, आज हामी फेरि पनि अर्को एउटा मुभीको ट्रेलरको बारेमा कुरा गर्न जाँदैछौँ। म कुरा गर्दैछु गोबर गणेश नामक चलचित्रको बारेमा। यो मुभीको ट्रेलरले चाहिँ युट्युबमा राम्रै हाइप पाइरहेको छ, भ्युजहरू पनि राम्रो नै पाइरहेको छ। सो यसको बारेमा चाहिँ हामी आज डिटेलमा कुरा गर्नेछौँ यो भिडियोमा। तर अगाडि बढ्नुभन्दा पहिला चाहिँ म एउटा कुरा भन्छु है त, हाम्रो अडियन्सहरूले जसले चाहिँ हाम्रो भिडियोजहरू हेर्नुहुन्छ नि, उहाँहरूले चाहिँ 99% भन्दा बढी अडियन्सहरूले चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएकै रहेन रहेछ क्या है। यो दिस इज क्रेजी म्यान। सो च्यानल चाहिँ सब्सक्राइब गर्नु पर्यो है त गाइजहरू। के काम गर्ला आइस नि? आनन्दरी गाडीमा चन्यो सरर गुडेर हिँड्ने। बाबु यो त गुन्ने होइन रहेछ नि आमा, उड्दो पनि रहेछ। अब अहिलेको पछिल्लो टाइममा चाहिँ एउटा के लहर चलिरहेको छ भने नेपाली टेलिफिल्महरूमा अथवा हामीले नेपाली सिरियल भनेर पनि चिन्छौँ, त्यहाँ एकदमै रुचाइएका कलाकारहरूले चाहिँ बिस्तारै नेपाली मुभी इन्डस्ट्रीमा पनि सिफ्ट गर्दैछन्। रिसेन्टली चाहिँ भद्रगलको टिमले एकदमै राम्रो मुभिजहरू बनाएको थियो। अझ परान भन्ने मुभीले त एकदमै राम्रो व्यापार पनि गरेको थियो। सो यही लहरमा अर्को एउटा नाम पनि थपिएको छ, मरिचमान श्रेष्ठ, अथवा हामीले उनलाई चाहिँ बल्छी ध्रुवेको नामले पनि चिन्छौँ। उनी मरिचमान श्रेष्ठ भन्दा पनि बल्छी ध्रुवेको नामले चाहिँ एकदमै परिचित छन्। उनले चाहिँ यो एउटा नयाँ मुभी लिएर आएका छन्। गोबर गणेशको डिरेक्टर पनि उनी नै हुन्, राइटर पनि उनी नै हुन् र मुभीको मेन लिड पनि उनी नै रहेका छन्। अब नर्मल्ली यो टेलिभिजन सिरियलहरूबाट सिफ्ट भएर मुभी इन्डस्ट्रीमा आउँदाखेरि चाहिँ एउटा के चलन देखिने गरिन्छ भने टेलिफिल्महरूमा एकदमै रुचाइएको क्यारेक्टरहरू जुन हुन्छ नि, त्यसलाई चाहिँ मुभीमा पनि हुबहु उतार्ने काम गरिन्छ, जुन चाहिँ एकदमै सेफ प्ले हो। यसको राम्रो उदाहरण भनेको चाहिँ माग्ने बुढाको क्यारेक्टर हुनसक्छ, अनि भद्रगोलको पाँडेको क्यारेक्टर हुनसक्छ। तर मरिचमानले भन्ने आफ्नो एकदमै पपुलर क्यारेक्टर बल्छी ध्रुवेको क्यारेक्टरलाई चाहिँ यहाँ लिएर आएका छैनन्। उनले आफ्नो छुट्टै पहिचान बनाउन कोसिस गरेका छन्। उनले चाहिँ आफूलाई एउटा सिरियस एक्टरको रूपमा पोर्ट्रेट गर्न खोजिरहेका छन्, जुन एकदमै राम्रो कुरा पनि हो। ल अब लागौँ यो मुभीको ट्रेलरको बारेमा अनि यसको स्टोरीको बारेमा। हामीले यो मुभीको ट्रेलर अनि यसको पोस्टरहरू हेर्दै गर्दाखेरि चाहिँ एउटा कुरा के क्लियर हुन्छ भने यो एन्टायर मुभी चाहिँ मरिचमान श्रेष्ठको क्यारेक्टरको अराउन्डमा घुम्ने गर्छ र उनको क्यारेक्टरले चाहिँ एउटा सपना देखेको हुन्छ, आफ्नो आमालाई सहर लैजाने, सुख दिने, राम्रो ठाउँमा राख्ने भन्ने। त्यही सिलसिलामा चाहिँ ऊ काठमाडौँ छिर्छ र त्यसपछि उसको स्ट्रगल सुरु हुन्छ र त्यही रोलर कोस्टर राइडलाई चाहिँ यो मुभीले चाहिँ एकदमै जति सक्यो रियलिस्टिक तरिकाले अथवा तितो सत्यको रूपमा देखाउन खोजेको छ। सो त्यही भएको हुनाले यो मुभीमा चाहिँ मरिचमान भन्दा पनि माथि चाहिँ यसको स्टोरी नै रहेको छ। तर यसको स्टोरीको बारेमा हामी अलिकति पछाडि कुरा गर्नेछौँ नै। अनि आई नो मरिचमान दाइले पनि यो भिडियो हेर्दै हुनुहुन्छ, सो यसको स्टोरीको बारेमा म अलिकति पछाडि पनि फेरि डिटेलमा कुरा गर्नेछु। सो त्यति बेलासम्म चाहिँ हेर्नु है त। अनि मुभीको कास्टमा चाहिँ अब मरिचमान श्रेष्ठ त हुने भइ नै हाले, उनी लिडमै रहेका छन्। अनि यसका अलावा वर्षा शिवाकोटी, बुद्धि तामाङ, माओत्से गुरुङ, पदम तामाङ जस्ता कलाकारहरू पनि रहेका छन्। मरिचमानले चाहिँ मुभीमा एउटा सिरियस रोललाई चाहिँ मजाले पोर्ट्रेट गर्न खोजिरहेका छन्, धेरै हदसम्म सफल पनि भएका छन्। तर जब उनको अलिकति इमोसनल सिनहरू आइरहेको छ, त्यहाँ चाहिँ अलिकति कन्भिन्स गर्न अलिकति प्रब्लम भइरहेको हो कि जस्तो फिल भयो मलाई चाहिँ। हुन त अब यो उनलाई चाहिँ सधैँ हामीले कमेडिक रोलमा मात्रै देखेको भएर पनि त्यो अलिकति सुरुमा नयाँ कुराहरू डाइजेस्ट गर्न अलिकति प्रब्लम भएको पनि हुनसक्छ। मुभी हेर्दै गर्दाखेरि चाहिँ जुन फ्लोमा हामी बक्छौँ, स्टोरीले हामीलाई जता लैजान्छ, त्यहाँ हेर्दै गर्दाखेरि चाहिँ यो सबै इमोसनल सिनहरू, इमोसनल डेप्थहरू चाहिँ हामीलाई हिट गर्न पनि सक्छ। सो त्यो एकदम कन्क्लुजनमै पुग्नको लागि चाहिँ मुभी हेर्नै पर्ने हुन्छ। पुरोबाट ल्याएर काठमाडौँमा घर बनाएर राख्छु भनेको थिएँ तिमीलाई, तर आज पशुपतिको बास भयो आमा। तर वर्षा शिवाकोटीलाई भने ट्रेलरमा त्यति धेरै फिचर गरिएको छैन। अनि बाँकी चाहिँ बुद्धि तामाङ, माओत्से गुरुङ, पदम तामाङ जस्ता कलाकारहरूले पनि एकदम राम्रो काम नै गरेका छन्। स्पेसल्ली बुद्धि तामाङ र माओत्से गुरुङ त आफ्नो रोलमा राम्रोसँग नै स्ट्यान्ड आउट गर्ने गर्छन् होइन। अब पदम तामाङको काम चाहिँ उनको यो दोस्रो मुभी हो होस्टेल 3 भन्दा पछाडि। सो उनको काम त हेर्न बाँकी नै छ। अब यो मुभीको चाहिँ राम्रो पक्ष अथवा हामीले मुभी हेर्न जाँदाखेरि चाहिँ के चाहिँ एक्सपेक्टेसन लिएर जाने भन्ने कुराको बारेमा कुरा गरौँ। मुभीले चाहिँ एउटा सोसल मेसेज पनि बोकेको छ। काठमाडौँमा रहेका उठाउने मान्छेहरू अथवा कर्मचारीहरूलाई चाहिँ हामीले कुन रूपमा हेर्छौँ र यो मुभी पछि चाहिँ हामीले कुन रूपमा हेर्नेछौँ भन्ने कुराले पनि डिसाइड गर्न सक्छ। त्यो खालको पोटेन्सियल राख्छ यदि एक्जिक्युसन राम्रो भयो भने। अनि त्यसका अलावा यसको मेन हाइलाइट भनेको आमा छोराको सम्बन्ध पनि रहेको छ, जसले चाहिँ हामीलाई इमोसनल पनि बनाउनेछ। सो ओभरअलमा चाहिँ हामीले यो मुभीबाट चाहिँ कमेडिक प्लस एउटा इमोसनल रोलर कोस्टर राइडवाला भाइब अथवा त्यो एक्सपेक्टेसन लिएर जान सक्छौँ मुभी हेर्न जाँदै गर्दाखेरि चाहिँ। अनि यसको एउटा गीत पनि रिलिज गरिएको छ। अब यसको लिरिक्सहरू त्यस्तो धेरै हाई लेभलको नभए पनि क्याची चाहिँ अभियसली छ। सो अब चाहिँ अलिकति कन्फ्लिक्टिङ पार्टको बारेमा कुरा गरौँ। अघि मैले भनेको थिएँ नि यसको स्टोरीको बारेमा चाहिँ। ट्रेलर हेर्दै गर्दाखेरि चाहिँ यो इन्टायर मुभी चाहिँ मरिचमान श्रेष्ठको क्यारेक्टरको अराउन्डमा घुम्ने गर्छ अघि भनेको जस्तो। र उनको क्यारेक्टरको एउटै एम्बिसन भनेको चाहिँ सर्भाइभ गर्नु छ, राम्रो लाइफस्टाइल बाँच्नु छ भन्ने छ होइन। एउटा कुनै पर्टिकुलर एम्बिसन चाहिँ छैन उनको। अब यसलाई चाहिँ म एउटा इक्जाम्पलले चाहिँ क्लियरिफाई गर्न ट्राई गर्छु है त। मानौ मरिचमान श्रेष्ठको क्यारेक्टर चाहिँ काठमाडौँ एउटा आफ्नो पुरा सपना बोकेर आएको थियो, जुन हुन्छ एक्टर बन्ने। यो चाहिँ एउटा मानेको मात्रै है हामीले। सो ऊ एक्टर बन्न आउँछ
आउँछ, उसले दुःख गर्छ, कष्ट भोग्छ, सबै कुराहरूको एक्सपिरियन्स लिन्छ र एन्डमा गएर चाहिँ दुईवटा पोसिबिलिटी हुनसक्छ। एउटा त ऊ एकदमै राम्रो एक्टर बनेर निस्किन्छ, उसले गरेको सबै दुःखहरूको एउटा रिजल्ट आउँछ र अडियन्सलाई चाहिँ त्यो एउटा किक मिल्छ क्या, अथवा भनौँ सेटिस्फ्याक्सन मिल्छ क्या होइन, एक्जिक्युसन राम्रो भयो भने फेरि पनि। अनि अर्को पोसिबिलिटी हुनसक्छ ऊ चाहिँ फेल हुन्छ, एक्टर बन्न सक्दैन, ऊ सर्भाइभ गर्न सक्दैन र एउटा एकदमै इमोसनल स्याड एन्डिङ हुन पुग्छ। त्यहाँ पनि अडियन्सलाई सेटिस्फ्याक्सन त मिल्छ नै, तर हलबाट बाहिर निस्किँदाखेरि चाहिँ एउटा स्याड पार्ट बोकेर आइन्छ। यो भयो एउटा हाइपोथेटिकल कुरा। र अब जुन यो ट्रेलरमा देखाइएको छ मरिचमान श्रेष्ठको क्यारेक्टर, त्यो क्यारेक्टरको आर्क चाहिँ कहाँ गएर एन्ड हुन्छ भन्ने कुराले एकदमै धेरै म्याटर गर्छ यो मुभीमा। सो मेरो एउटै कन्सर्न भनेको चाहिँ मुभीको एन्डिङ चाहिँ फ्ल्याट नहोस्, उनको क्यारेक्टरले चाहिँ अडियन्सलाई सुरुदेखि एन्डसम्म जुन त्यो कन्क्लुजनवाला पोइन्ट हुन्छ त्यहाँसम्म पुग्ने बेलासम्म चाहिँ मजाले हुक गरेर राखोस्। त्यति भयो भने मुभीले अभियसली पनि राम्रो गर्ने छ नै। सो ओभरअलमा ट्रेलर राम्रो नै देखिरहेको छ, युट्युबमा पनि राम्रो रेस्पोन्स पाइरहेको छ ट्रेलरले। सो यसको बाँकी कुरा चाहिँ हामी मुभी रिलिज भएपछि पनि कुरा गर्नेछौँ नै। सो तपाईँहरूलाई चाहिँ यो ट्रेलर कस्तो लाग्यो डु लेट मी नो इन द कमेन्ट बक्स। अनि हाम्रो भेट चाहिँ अब अर्को भिडियोमा हुनेछ, त्यति दिनसम्मको लागि चाहिँ अरू भिडियोजहरू हेर्दै गर्नु होला है त। सो सी यू।